यो चाहिँ घाँस हो है, यो चाहिँ किनभने अहिले बारीमा खेतमा हुने घाँस हो। यस्तो घाँसहरू यो चाहिँ कुखुराले यस्तो मजाले खाइदिन्छ कि होइन, कुखुराले यस्तो मन पराउँछ कि हिजो मैले बारीबाट ल्याएको थियो अनि त्यसपछि बाख्रालाई हालिदिएको। बाख्राले चाहिँ खासै नखाँदो रहेछ, खासै मन नपराउँदो रहेछ है। तर कुखुरालाई चाहिँ फेरि यस्तो फेभरेट रहेछ क्या कुखुराले चाहिँ, अनि यस्तो मजाले खाइदिन्छ। यो के हो है, यस्तो मजाले खाइदिन्छ यो। म चाहिँ घाँस चुनाइदिन लगाएको छु कुखुरालाई है। यस्तो मजाले खाइदिन्छ कि साथै के भन्नु है, यस्तो मन पराउँछ यिनीहरूले घाँस। पुरै खाँदैछन्, पुरै घाँस खान थालेछन्। यस्तो मजाले खाइदिन्छ कि होइन, यस्तो मन पराउँछ यिनीहरूले घाँस। तर यिनीहरू हल्ला चाहिँ लास्टै हल्ला गर्ने कि आम्मा यति डिस्टर्ब गर्छ कि होइन। बेलुका चाहिँ कहिलेकाहीँ बेलुका चाहिँ दच किन्दाखेरि मात्रै हो, नत्र बेलुका मात्रै हो। दिनभरि चाहिँ यतिकै हो यिनीहरू, खाने कराउने है। यस्तो इरिटेट गराउँछ कि कहिलेकाहीँ त दिउँसो एकछिन आराम गर्छु होइन, एकछिन सुत्छु भन्दा पनि यिनीहरूले त कि सुत्नै दिँदैन। अनि आएको निन्द्रा पनि भगाइदिन्छ यिनीहरूले, यस्तो छ यिनीहरूको ताललाई। अनि यता नि खाँदैछ, उता पनि झुन्डाइदिएको छ। त्यो चाहिँ सानसानो चल्लाहरू छ, यिनीहरूलाई पनि म झुन्डाइदिन्छु है। अनि यस्तै हो साथीहरू। अब अरू त के भन्नु साथीहरू, यस्तै हो होइन। किनकि अलिकति बोल्न चाहिँ मलाई पनि बोल्न चाहिँ आउँदैन, त्यति बोल्न त आउँदैन। त्यही हो कहिलेकाहीँ भिडियोमा बनाउनु मन लाग्छ होइन, बनाउनु लाग्छ। त्यही हो, खासै मलाई त्यस्तो केही आउँदैन र त्यस्तो केही छँदा पनि छैन। तर कहिलेकाहीँ भिडियो बनाउनु मन लाग्छ, त्यही भएर बनाइदिएको मेरो जनताहरू। यस्तै छ आजको मौसम चाहिँ यस्तो छ है। किनभने बिहान हल्का घाम लाग्दै थियो, हल्का भन्दा नि बिहान चाहिँ जस राम्रै थियो, घाम लागेको थियो होइन। अनि अहिले चाहिँ पुरै आकाश त पुरै यस्तो भइरहेछ है, यसरी बादल लाग्दैछ आकाशमा, यस्तो छ है भ्यूहरू। यति बेलाको समयमा चाहिँ यस्तो छ है, 3 बज्न लागेछ। म चाहिँ घाँस काट्न जान लागेको है। अब अघि नै काटेर राखेको थियो, एक भारी त ल्याइसक्यो। अनि अब एक भारी भन्दा पनि यो थुन्चे पुगेर ल्याएको छु। थुन्चेमा एक थुन्चे ल्याउनु पर्यो, काटेर राखेको छु, त्यो पनि ल्याउनु पर्यो भनेर चाहिँ जाँदैछु यहाँ तल लिन।